एभ्रिवान। अब चाहिँ हाम्रो आज 1K को लुम्बिनी ट्रिप सुरु हुँदैछ। हामी अहिले यता विलाम चोकबाट भैरवाको गाडी चढेर जाँदैछौँ। त्यहाँबाट अटो गरेर गइन्छ। भन एकदम रमाइलो गर्दै लुम्बिनी जाँदैछौँ। अहिले हामी यो भैरवा बुद्ध चोकमा रोकियो। यहाँबाट चाहिँ अब अटो रिक्सा रिजर्भ गरेर जाँदैछौँ लुम्बिनी घुम्न। यहाँ बुद्ध चोकमा आएर अब अटोमा लुम्बिनी जाँदैछौँ। कहाँ जान लागेको कान्छु? ए लुम्बिनी। कहाँ जान लागेको कान्छी? मामा अब लुम्बिनी क्षेत्रभित्र प्रवेश नै गरियो होइन? हामी अहिले यो लुम्बिनी क्षेत्रभित्र आएर हाम्रो फर्स्ट डेस्टिनेसन चाहिँ शान्ति स्तूप हुँदैछ। आमा कति बजी आउँदै हुनुहुन्छ? 2 वर्ष आज बसिन्छ। लगभग मेरो पनि 4-5 वर्ष भयो होला। अब शान्ति स्तूपबाट सुरु हुन्छ अनि अझमा हामी विभिन्न यहाँको टेम्पलहरू घुम्छौँ। Right now we are exploring Shanti Stupa. हैन मामा? गर्मी चाहिँ धेरै नै छ। एकदम गर्मी नै भइरहेको छ तर ठिक छ। अलिकति सेट रहेछ यता। त्यता आएर एकछिन बस्दैछौँ। उता बाबु नाम भिड त छ। त्यही त। उता बाबु बहिनी पनि फोटो खिच्दैछन्। अहिले अगाडि अरू अघि जानुभयो मामाहरू सँग बहिनी। हामी 3 जना फोटो खिच्दै शान्ति सेवा पछाडि घुम्दैछौँ। अर्को घाम लागिरहेको छ। अहिले कार्तिक महिना भयो पनि होइन बहिनी? अहिले हामी शान्ति घुमेर नेक्स्ट ठाउँतिर जाँदैछौँ। पिस प्यागोडा घुमेर अब हामी नयाँ मन्दिरतिर जाँदैछौँ होइन? गर्मीले गर्दा अलिकति घुमघाम गाह्रो नै भयो। भर्खर टिकट काटियो। टिकट पर पर्सन कति? 20 थियो। हुन्छ म छुन्न। यो सिङ्गापुर टेम्पलमा आइयो। Look at the view. अहिले हामी यो सिङ्गापुर मन्दिर घुम्यो होइन? आर्किटेक्चर चाहिँ एकदमै राम्रो बवाल रहेछ। अलिकति गर्मी छ नत्र प्रत्येकचोटि आउँदा लुम्बिनी नयाँ जस्तै लाग्छ होइन? थपिँदै गएको छ। यहाँ इन्डियाले यो नयाँ लोटस सेपको मन्दिर पनि बनाउन लागेको रहेछ। 1000 बुद्ध मन्दिरमा आएको छौँ। यो नयाँ बनेको रहेछ अघि दाइले भने अनुसार। मोनास्ट्री टाइपको रहेछ होइन? राइट नाउ वी आर एक्सप्लोरिङ 1000 बुद्ध मोनास्ट्री। नयाँ बस्नेको रहेछ होइन? अझै काम बाँकी नै छ जस्तो छ। एक्सप्लोरेसन चलिरहेको छ। अहिले हामी यो 1000 बुद्ध
1000 बुद्ध मोनास्ट्रीमा छ। यहाँभित्र चाहिँ फोटोहरू खिच्न चाहिँ मानिने रहेछ होइन। यो नयाँ बनेको रहेछ। नयाँ बनेको शान्त होइन। बाहिर चाहिँ बन्न स्टिल बाँकी रहेछ, भित्र चाहिँ कम्प्लिट भइसकेको रहेछ। अहिले हामी यहाँ नेपाली शैलीको मन्दिर रहेछ होइन। मन्दिरहरू के हो महाविहार रहेछ। यता आउँदा आफ्नो ठाउँ पनि हेरौँ न होइन। नेपाली शैलीको काठमाडौँ पाटन दरबार स्क्वायरको भित्र गए जस्तो लाग्यो होइन। दरबार स्क्वायर बसन्तपुर दरबार स्क्वायर त्यस्तै टाइपको होइन। न्युली बिल्ड रहेछ, एकदम राम्रो। घुमाइ त चलिरहेछ तर प्रचण्ड गर्मी रहेछ। प्रचण्डै गर्मी छ। अब डाइरेक्ट आँखाले हेर्न पनि सकिएको छैन है, गाह्रो भइरहेछ। पनि हामी घुम्दैछौँ। अब जर्मन टेम्पलतिर गइन्छ क्या होइन। बन्द रहेछ। ब्रेन रट क्रोकोडाइल के रे त्यसको नाम भन त। अब फेरि नयाँ मन्दिर आइएछ। अहिले हामी यो जर्मनीको रहेछ यो टेम्पल। अनि सबै अब गर्मी भएर हो उस्तै उस्तै जस्तो पनि छ। मन्दिरहरू चाहिँ सबै अहिले हाम्रो यो जर्मन टेम्पल घुमाइ चलिरहेको छ। एरिया चाहिँ अलि लार्ज रहेछ होइन अरूभन्दा। बाहिर पनि पार्कहरू धेरै रहेछ टेम्पलको भन्दा। यो पहिला बनेको नि हो कि होइन। पहिला जर्मन टेम्पल तर सुने पनि प्रत्येकचोटि आउँदाखेरि नयाँ नयाँ जस्तो लाग्छ। अब 3-4 वर्षमा आइन्छ। गर्मी भए पनि चलिरहेछ। फोटो खिचेन हौ। भागन दौड फास्ट अघि उता जस्तै भागन। जर्मनी टेम्पल पनि घुमेर भ्याएर अब हामी उता जाँदै। यो मन्दिर चाहिँ बन्द रहेछ। क्रममा पसाएर पिरो भएछ। लिङ्सन टेम्पल। भर्खर हामी यो लिङ्सन टेम्पलमा आयो होइन। एकदम शान्त गर्मीको बेलामा भित्र एकदम बसियो 10-15 मिनटै आराम गरियो, मेडिटेसन गरियो भनौँ। बुद्धको मन्त्रहरू च्यान्ट गरियो। त्यही भएर इनर्जाइज भएर गर्दै फल्न अगाडि बढ्दैछौँ। अहिले हामी यो मन्दिरमा आएर बसेको छौँ। अनि यो सामान भएको हुनाले सामान लिएर भित्र जान पाइन्छ। मेरो बाबुको खाजाहरू थियो, त्यही भएर हामी अहिले बाहिर छौँ। मामाहरू आएपछि हामी जान्छौँ होइन। यसो अहिले चाहिँ अलिकति घाम कम भएको हो कि जस्तो लागेको छ। त्यो पनि अब साह्रै गर्नु। यो मन्दिर पनि अहिले होइन मामा आएर घुमेर गइयो होइन। सबै उस्तै लाग्छ है। राम्रो छ भित्र। स्कुल छ। अनि केही किन्न छ भने पनि सोभेनियरहरू भित्र पाइन्छ। अब हामी कोरियन टेम्पलमा आएका छौँ। सबै गर्मीले गर्दा थाकेको जस्तो देखिन्छ। भाइ थाक्यौ? कोरियन मन्दिर घुमेर अब हामी चाइनिज मन्दिरतिर लाग्दैछौँ। अहिले हामी घुम्दै यो चाइनिज मन्दिर आएका छौँ। यो चाहिँ अलिक स्पेसियल, अरूभन्दा अलिकति फरक जस्तो रहेछ। अनि कलर पनि ब्राइटेड कस्तो राम्रो देखिरहेको छ। गर्मी अलिकति कम हुँदैछ। अनि घुमघाम चलिरहेको छ। अहिले हामी यो चाइनिज टेम्पल घुम्दैछौँ होइन।
अलिकति फरक रहेछ अनि राम्रो पनि फोटो भिडियो खिच्नको लागि राम्रो रहेछ। गर्मी पनि अलिकति कम हुँदै गएको छ। ठिक छ, सो फार सो गुड। अब चाहिँ हामी साई मन्दिर जाँदैछौँ। अहिलेसम्म एकदमै राम्रो भन्छ, ट्रिप होइन। हाम्रो दाइसित घुम्दैछौँ, दाइले घुमाउँदै हुनुहुन्छ, डेस्टिनेसनमा रोक्दै हुनुहुन्छ, हामी आउँदैछौँ थाक्दै पानी खाँदै होइन, रमाइलो भइरहेको छ। के पुग्यो कान्छ? अब कहाँ नजाने? मन्दिर पुग्यो, थाक्यौ? ए हो र? घर जाने? भाइ चाहिँ थाके जस्तो छ होइन मामा? साई मन्दिर जान अघि त्यो बिचमा बाटो अलिकति बिग्रेको रहेछ, त्यही भएर हामी झरेर आइयो। दाइले रिक्सा ल्याउँदै हुनुहुन्छ। अब फेरि रिक्सामै चढेर गइन्छ। हामी अब यो थाइल्यान्ड होइन, थाइमा आएको छ। अब हेर यसलाई अब यो यहाँ भएको गुम्बाहरूमध्ये अट्र्याक्टिभ भन्ने सुन्नमा आएर आयो। यो पहिला पनि त्यही त। अब चाहिँ अब यो साइडको त्यो सेकेन्ड लास्ट हुन्छ होला, मायादेवी आउँछ होइन? थाई मोनास्ट्रीमा घुमघाम चलिरहेको छ होइन? यो मौसम पनि अलिक अनुकूल हुँदैछ होइन? घाम बिस्तारै अस्ताउँदैछन्, शीतल हुँदैछ, त्यसरी अलिक सहज भन्छ पहिला। जान त एकछिन दुःखै चाहियो। यो हाम्रो लुम्बिनीको इटर्नल फिस ल्याम्प, यो 24/7 बलिरहेकै हुन्छ। अनि तपाईँ लुम्बिनी आउँदा बोटिङ पनि गर्न सक्नुहुन्छ। स्टिम बोट छ, हामी गरिरहेको भएर योचोटि चाहिँ गरिएन। अब सनसेट पनि हुन थाल्यो, दिउँसो गर्मी सबै घटिसकेको छ। अनि भर्खर खाजा पनि खाइयो। खाजा खाएर सबै भाइ बहिनीहरू स्फूर्ति साथ जाँदैछन्। अब लाफिङ बुद्ध हुँदै हामी उता थाई टेम्पलबाट आइयो। एकछिन खाजा खाइयो होइन? खाजा खाएर अब चाहिँ हाम्रो डेस्टिनेसन भनेको मायादेवी टेम्पल होइन मामा? अब सन्ध्याकालीन बेलामा सनसेट हुँदैछ। नाइट भ्यू हेर्नको लागि अब त्यहाँ मायादेवीमा एकछिन बसेर नाइट भ्यू इन्जोय गरेर ब्याक टु बुटोलमा हुन्छ। मस्त सनसेट हुँदैछ अनि हामी उता मायादेवीतिर जाँदैछौँ। ल अहिले हामी यो साँझ पख ठ्याक्क मायादेवी मन्दिर परिसरभित्र छौँ होइन? यहाँ 5:20 भइसक्यो, सनसेट पनि हुन थालेको छ। अब यहाँभित्र चाहिँ नाइट भ्यू हेरेर त्यसपछि एकछिनपछि हामी फर्किन्छौँ, ब्याक टु होम हुन्छ। भित्रबाट जाउँ एकछिन। हामी अहिले यहाँ मायादेवी मन्दिर परिसरभित्र, मामाले पनि 2-4वटा रिल खिच्दै हुनुहुन्छ। अहिले हामी एकछिन मायादेवी मन्दिर आइयो, एकछिन बसियो होइन, फोटोसोटो खिच्यो। अनि जो समग्रमा राम्रो भयो आजको दिन। हजुर, अहिले एकदमै शीतल छ, यहाँको भ्यूज पनि एकदमै राम्रो देखिन्छ, शीतल मौसम। अझ एकछिन बसिन्छ होला, अब नाइट भ्यूहरू हेरिन्छ, त्यसपछि चाहिँ हामी ब्याक टु बुटोल भइन्छ। अब साँझ पख यसो लाइटहरू बल्दैछ नि त, दीप प्रज्वलन चाहिँ हुनिरहन्छ। ल अब हामी यो मायादेवी मन्दिरमा एकछिन बस्यो। अहिले साँझ पख यहाँ लाइटहरू पनि बल्न थालिसकेको छ। दीप प्रज्वलन चाहिँ नहुने रहेछ होइन मामा? त्यो चाहिँ बुद्ध पूर्णिमाको दिन मात्रै रहेछ। आज हामी एकछिन यो लाइटिङ हेरेर अब चाहिँ आजको यात्रा टुङ्ग्याउनेछौँ। समग्रमा आजको यात्रा निकै रमाइलो भयो। दिउँसो एकछिन घामले अलि अप्ठ्यारो बनाए पनि त्यही भएर चाहिँ यो शीतलतासँगै हाम्रो यो घुमघाम सहज भयो। हजुरहरू पनि यहाँ आउनुहुन्छ भने एक दिनको लागि होइन? एक दिनको लागि र अनि साँझ पख चाहिँ एकछिन टाइम निकालेर आउने भने अझै राम्रो हुँदो रहेछ। थ्याङ्क यू। ल यतिमै हाम्रो ब्लग पनि एन्ड हुन्छ।